चितवनमा घन्टीले किल्ला नै गाड्ने भएपछि माओवादीका नेता रेणु दाहाल सहित रवि लामिछानेको विरोध गर्दै हिँडेका छन् है साथीहरू। साथै सविता गौतमको पनि विरोध गर्दै हिँडेका छन् साथीहरू। आउनुहोस् एकैछिन यो भाषण सुनौ। नेपालमा भदौको 24 गते सबैभन्दा पहिला जेल तोडेर कानुन तोड्ने व्यक्तिको नाम पनि के हो? को हो? रवि लामिछाने हो। उहाँलाई त्यो मुद्दा लगाउन त बाँकी नै छ। अनि कताबाट किन उठायो उहाँ संसदमा? त्यसको पनि जवाफ उहाँले दिनु पर्यो। त्यसको पनि जवाफ दिनु पर्यो। मैले अहिले आदरणीय न्यायप्रेमी जनसमुदायसँग मेरो हार्दिकतापूर्वक अनुरोध के हो भने जनतालाई नढाटौँ, नझुक्क्याउँ। कति झुक्क्याउनुहुन्छ झुटा कुरा गरेर? काम गर्नेका निमित्त उठेको हो भने रेणु दाहालका विरुद्ध उम्मेदवारी किन राजसभाको? नो, फेरि हामी उठ्ने होइन फेरि भनेको हो भने किन चारचोटि एउटै ठाउँबाट जनतालाई दुःख दिएर भोट दिन लगाउनुहुन्छ? यस्ता यस्ता झुट कुराहरू गरेर अहिले चितवन 3 मा, विशेष गरी चितवन 3 मा रेणु दाहालका विरुद्धको उम्मेदवारीको औचित्य स्थापित गरिदिनुहोस्। कृपया हाम्रो विनम्रतापूर्वक अनुरोध छ। हाम्रो विनम्रतापूर्वक अनुरोध छ। नागरिक अभियानको तर्फबाट मेरो पनि अनुरोध छ। रेणु दाहालका विरुद्धको उम्मेदवारीको औचित्य के हो? राष्ट्रिय स्वतन्त्र पार्टीको सविता गौतमको हामीलाई जवाफ दिनु पर्यो, जनतालाई जवाफ दिनु पर्यो। विकास हो भने बालेन शाहले धनगढीमा जनतालाई आई लभ यू, हामीलाई कामको लिस्ट दिनुहोस् भनेको भाषण हो, त्यही हो भने रेणु दाहालका विरुद्धको उम्मेदवारी के हो? भोलिको